नमस्ते होइन आजको भ्लगमा चाहिँ हामी ट्राभलिङ टु दिल्ली फ्रम काठमाडौँ होइन अहिले हामी खानपुरको नाकामा छौँ होइन अहिले मञ्जुश्री यादव पनि यहाँ चाहिँ माइती नेपालले चाहिँ चेक गर्छ कि त्यसमा छौँ होइन यो चाहिँ हाम्रो गाडी हो शारदा ट्राभल्स अनि त्यसपछि मञ्जुश्री यो चाहिँ डाइरेक्ट तपाईँको दिल्ली जान्छ होइन एकछिनमा तपाईँको हाम्रो गाडीको पनि टुर गराउँछु सोफा सिट वाला हो यो चाहिँ 2x2 फोल्डिङ सिट हुन्छ यसको बिहानको 8 बजेको छ घरि यहाँबाट डाइरेक्ट बिचमा के हुन्छ सबै शारदा ट्राभल्स गाडी होइन यो गाडी चाहिँ राम्रो रहेछ मञ्जुश्रीहरूभन्दा चाहिँ डाइरेक्ट हेडिङ टु दिल्ली गाडीको सिट पनि देखाइदिन्छ होइन अब आधा घन्टा ठ्याक्कै राखिदिन्छ यिनीहरूले अब स्लिपिङ चाहिँ फर्स्ट काठमाडौँबाट हिँडेदेखिको आज हाम्रो यो फर्स्ट स्टेसन कुरिन टायरमा होइन कुरिन टायरमा छ खाना खाने ठाउँ हाम्रो के अरे ए मञ्जुश्री चाहिँ उता हो मञ्जुश्री चाहिँ निक्लिँदैछ यो चाहिँ हाम्रो मञ्जुश्रीको पारिपट्टि उता चाहिँ मञ्जु यो शारदा गऱ्यो उता चाहिँ मञ्जुको हो क्या पहिला लास्ट टाइम हामी त्यता खाएको थियो योपालि यता छ हेरौँ न यहाँ के पाउँछ मिठो त केही पाउँछ त्यो जे पाउँछ त्यही खाइदिन्छ टक्कै मान्छेहरू चाहिँ आजकल बफ सिस्टम हो बफ सिस्टम लाइन त के हो कहाँ पुग्यो लाइन कोही पुगिसकेको थियो कि पहिलो खाना योभन्दा उता गएपछि त रोटी खाने अनि त्यहाँ बौलाउने भयो नि उता खानेकुरा नेपालमा भन्दा इन्डियाको डिस हुन्छ इन्डिया होइन अब हामी उता गर्छ नि खाइयो अब यहाँ कुरिन टायरबाट चाहिँ खाना खाएर निक्लियो हामी होइन कुरिन टायरबाट निक्लियो उता पाऱ्यो मञ्जुश्री छ हाम्रो बस यता छ होइन अब यो भिडियो चाहिँ त्यति लामो बनाउँदिनँ म होइन सर्टै बनाउँछ 10-15 मिनटको किनकि भिडियो धेरै लामो मान्छेले टिकटकको रिल चाहिँ हेर्दैन या हाम्रो भिडियो चाहिँ के हेर्ला होइन दिल्ली काठमाडौँदेखि दिल्लीको यात्रा हाम्रो सायद बिहान हामी 7-6 बजेको गाडी 7 बजे चढेको अहिलेसम्म राम्रोसँग सुत्दा नि भएको छैन होइन यो हाम्रो सबैजना दिल्ली मञ्जुश्री यातायातको उता पारिपट्टि छ यता शारदाको र यता हाम्रो राज उसको छ होइन अब यहाँ हाम्रो खाना खाने हुन्छ पहिलो स्टेसन यही हुन्छ दिल्ली हिँड्दाखेरिको यात्रामा यहाँबाट खाना खाइसकेपछि बल्ल अनि अरू ठाउँमा निक्लिनु फुलचोक नारायणघाट जाम छ यहाँ एकछिन लाग्छ These brothers my guys, know that they fly, know that they ride or die. Why they wanna move like that? Where you want gone? Why you want act like that? Why you play hard? No rush, go and move dumb. Back and forth, push and shove. Make your peace and love into peace and gloves. Now you gotta do it right now. हेलो गाडी शारदा लिने गाडी शारदा लिने गाडीहरू मलाई शारदा शारदा
बाइक हो मान्छेहरू गाडी बनाउनु लिएर हिँड्नु गाडी अहिले तपाईँको आफ्नो गरेर भनौँ मिस शरणार्थी भएर काम गरेको सर्बियाबाट मान्छे पोर्तुगलको मान्छे बाउलाएर बसे बाटोभरि फाए नेपालीले धोका दियो नेपाली एजेन्टले बिगाऱ्यो दलालहरूले यो त्यो भन्छ होइन पठाएको त साला भ्रमण पुग्छ त्यहाँ गल्ती कसको दलाल गल्ती दलालले त्यसलाई कामबाट पठायो होइन हामीहरू पठाएको त्यसलाई कामबाट पठायो त्यो भाङ पठाउँदैन यस्तै कारणले गर्दाखेरि चाहिँ हेप्छन् कि हामीलाई हेप्छन् राजा आएर हाम्रो नि भिडियोमा आउनु पऱ्यो नि त क्यामेरा मेरो माइक चाहिँ कता गयो भन्ने कुरो माइक पनि छ सबै आउँछ नि यसको सबै आउँछ नि कम्बो प्याक हो क्या यिनीहरू अलिकति लाइट भेटाएपछि भेट्छ नि त माइक छ सबै हुन्छ ब्याट्री एक्स्ट्रा ब्याट्री हुन्छ टुल छ यसको ठिक छ राम्रो ठिक छ नन स्टप खिच्यो भने चाहिँ व्यापारी छ कि अब यो गाडी ठुल्ठुलो गाडी छ यत्रो गाडी कहाँबाट थियो भने ठुलोतिरको मात्र बाटो खत्तम होला अन्त तलतिर खत्तम छ पहिला त यस्तो यो 4-5 किलोमिटर त बढ्ने छैन त्यो जाम खत्तम बुटोल नआउँदै हामी त बुढल पुग्दै पुग्दैन नि बुढल भने यतैबाट छिराइदिन्छ क्या खोया सा रहता हूँ मैं रात दिन समझ सफर ये जाने कैसा है क्या पता मुझको कहाँ ले जाए ये मेरा दिल यात्रा गए कति छ हाम्रो यहाँ दिल्ली 460 किलोमिटर मुराबाद 67 बरेली यात्रा गरेको 24 घन्टा पठायो 24 घन्टा भएन हामी हिँडेको 24 घन्टा अहिले भएन अहिले भएन अझै टाइम छ गाडी कुदेर दौडे After the ride of 24 hours, finally we are in Delhi, near Delhi. पहले पेशाब कर लो यार उसके बाद में बात करेंगे ठीक घंटा को यात्रा पछि अहिले फाइनली दिल्लीको नजिक आइपुग्यो यहाँबाट लाइक 1 घन्टाको टाढा छ यार 24 घन्टा नन स्टप चल्यो यो गाडी यार सिधा ढाबा हाइवेको राम्रो छ यो ठाउँ पनि अब यही अब चाय वाय सब खाने कुल्फी चलो चाय खानु पर्यो चाय इन्डियामा यस्तो ढाबाहरू चाहिँ जति नै भेट्छ यार टोइलेट पनि एसी थियो चलो चाय वाय पियो चाय गरम चाय खाइदियो अरू त अब उतै गरेर खानुपर्छ चौबीस घंटे की यात्रा के बाद से कुल्लड़ वाली चाय तो हमारे भाई से कहाँ गए यार हेलो हेलो सब बढ़िया है ना भाई चिंटू भाई है चिंटू भाई बाकी सब बढ़िया है ना चाय में शक्कर तो कम है ना कोई कमी नहीं है मजा आ रहा है फुल मजा आ रहा है मालिक की दुआ से सब बढ़िया चल रहा है घर में सब ठीक ठाक है ना और मेरा दूसरा दोस्त चलो हमारे नए दोस्त मिल गए हैं और भाई कहाँ गए हैं और यहाँ पे मेरा नेपाली भाई है भाई और भाई कौन है नेपाली भाई है आजा वो नहीं आएगा समय है हाँ हाँ काम कर रहा है ना अभी वो कहाँ गए वो हमारा बंदा था एक यार इंडिया में सबभन्दा फेमस होने की कुल्लड़ वाली चाय खानी खाएर फाल्दिने अर्को भाइ कहाँ गयो यार समात्ने मान्छे भाइ
त्यो भाइ मुख धुन गएछ क्या त्यो भाइ कता गयो साला गाडी पनि राक्षसै हो है साला 24 घन्टाभन्दा बढी भइसक्यो साला कुदै छ एक्लै यहाँ त ठिक छ नि चाय हजुर हजुर चाय ठिक छ नि कुल्लडवाडी चाय 24 घन्टा साला रातैभरि निन्द्रै लाग्यो नि त्यो टेढो छैन सुट हल्का त्यसले गर्दा ननिन्द्रा लाग्छ साला साला इन्डिया आउँदाखेरि बाटोमा गई खाना कतिले भेटाउँदैन यही ढाबामा तिम्रो त्यही चिया र रोटीको भरमा हो क्या तिमीलाई इट्टा भट्टी रहेछ बुटिया मासला कुतुब मिनार होइन यो इट्टा भट्टा हो यो कुतुब मिनारलाई इट्टा केटा यो गाडी अहिले 20,000 पो दिन्छ होला यार यसले यार सबभन्दा ठुलो मूर्ति हो क्या यो एसियाको भनेर क्या नीलकण्ठ बर्नी सुनेको थिएन आएन नीलकण्ठ बर्नी नीलकण्ठ भनेपछि त शिवजीको भयो उसको अवतार हो क्या यो उसको स्टोरी हेरेर 5 वर्ष 7 वर्ष उमेर पुरै घरै छोडेर उसको लागि गएको हो क्या नीलकण्ठ बर्नी तपस्याको लागि लास्ट रोड रहेछ त यो अक्षरधाम मतलब एरिया कि जानुभयो भित्र वाटर उतै हेर्नु भएन वाटर सब बेलुका बसेर 27 कति घन्टा 27 घन्टा भयो बिहान 8 8 24 27 28 घन्टाको चाकमा छाला जाने गरेर सिटमा बस्दा अब चाहिँ झर्ने बेला भयो भाइ ठिक छ नि तिम्रो हामीलाई चाहिँ अलिकति खतम सिट पऱ्यो अब ट्याक्सीवालाहरू अटोवालाहरू सब लाइन लाएर बसिरहेको छ त्यो झर्ने बित्तिकै त्यसले तिम्रो झोला हाम्रो त रत्त पार गरेर उठाउँछ त्यस्तै गर्छ यिनीहरूले अहिले ऊ देख्यो ऊ सबजना ऊ झन् पहिला एउटा खानु पर्छ आनन्दले टक्क ल मेरो राजा हिँडिहाल तिमीलाई सुपरस्टार बनाउनु पर्छ गाडीलाई बाई बाई भन्ने बेला आइसक्यो धन्यवाद ओहो धन्यवाद धन्यवाद फेरि भेटौँ ल मलाई काटिदिनु न फर्किने बेला काम लाग्छ नि यार यो होइन पहिला उतर्ने त दो यार नेपाल एम्बेसी जाओगे हाँ नेपाल एम्बेसी नेपाल दोगे ना भाई को 120 दिन का अब खींचो ना अपन हाँ भाई क्या कितना लोग हैं इसका हाँ चलो आओ हाँ जाओ इनको लेके जाओ हमले से भी छोड़ देगा आपको यार नहीं मैं रैपिडो कर लेगा रैपिडो कर लेगा मैं यो चाहिँ गाडीबाट झर्ने बित्तिकै भिड है गाडीबाट झर्ने बित्तिकै पुरै अटोवालाहरूले हाम्रो नेपालमा जस्तो ब्याग खोसाखोस गर्छ त्यस्तै हो यो यहाँको सब ब्याग खोसाखोस हो यहाँ पनि होइन इसी में जाएंगे ऑटो में चलो अपने बंदे मिल गए हमारे यहाँ इनको पहले हमारे बंदे को पहले नज़दीक वाली मेट्रो में छोड़ दिया इनका बैग पीछे रखना पड़ेगा बैग हाला था पहले होते हाल दो
यो आएको क्या 1-2 बन्देको चाको छाले जान्लाई चाहिँ जाम भएर हो क्या झन् युट्युबर हुन नि सजिलो छैन नि त युट्युबर हुन गाह्रो छ युट्युबर द्याट मिन्स यु आर द पेसेन्ट अफ डिप्रेसन एनाजाइटी होइन टकिङ टु युर सेल्फ इन फ्रन्ट अफ मिरर लाइक कुरा सुन्ने मान्छे कोही छैन होइन यु आर द ओन्ली वान हु इज लिसनिङ टु यु एन्ड हु इज द वान स्पिकिङ टु युट्युबर हुन सजिलो छैन नि धेरै गाह्रो छ ठाउँको खिच एक्लै बोल्दै हिँड्न सल्लाह बडबडाउँदै हिँड्न होइन होइन राजा एक्लै बडबडाउँदै लाइक हुन्छ नि लाइक द पेसेन्ट अफ यू आर द पेसेंट ऑफ डिप्रेशन अनजय। हाँ ये है ना। हाँ मुझे बगल पर रोक दियो, तुम इधर से जाओगे ना। हाँ चलो चलो, मुझे यही साइड पर रोक दिए। हाँ हाँ गेट पर रोक दिए। ये पीछे है ना, मेरे पीछे है ना नेपाल एम्बेसी। हाँ चलो चलो चलो, धन्यवाद धन्यवाद धन्यवाद, एकदम धन्यवाद। हमारे बंदे भी यहीं पे होंगे। चलो चलो चलो, हमारे बंदे यहीं पे होंगे। हाँ ले लियो 200, मेरे भाई से ले लिए 300, ठीक है। चलो धन्यवाद धन्यवाद भाई, धन्यवाद। हाँ हाँ चलो, भाई को आराम से पहुंचा दियो, ठीक है। ठीक है दादा, राम राम। चलो रामराज होटल, अरे आराकासा रोड, गली नंबर 6। क्या हम लोग आ चुके हैं दिल्ली के हैं। दिल्ली के नज़ारा कुछ अलग ही मज़ा आ रहा है देखने में। एक बार पार्क तो नहीं हो रहा हूँ मैंने, दिल्ली का पार्क हो गया। पार्क में दामी छ अहिले, गर्मी छ ज़्यादा दिल्ली में, हल्का गर्मी ज़्यादा छ। ग्राउन्ड बोर्ड हो, नेपाल एम्बेसीको नजिकै छौँ अहिले। होप यो भिडियोलाई चाहिँ धेरै लामो चाहिँ बनाउँदैन हामी, यसलाई सानै राख्छु, 10-15 मिनटको भिडियो। फेरि अरू अरू भ्लगहरूमा देखाउँछु होइन। इन्डिया गेट पनि गइहालिन्छ हामी, त्यता पनि हालिहाल्छ। त्यसको लागि चाहिँ स्टे ट्युन फर द नेक्स्ट भ्लग होइन। कहाँ गए हमारे बंदे लोग? अरे अपना चेहरा दिखा दियो। जिमललाई पनि कहाँबाट आइपुग्यो भन्छ बुढीलाई नि। चाहियो नि त, पछि म हरायो भने त मेरो भ्लगमा पनि खोजेर भने हाम्रो तिमीले लिएर हुन्छ। अहिले आफ्टर अ लङ राइड अफ 28 आवर्स सुतेको छैन, खाएको छैन होइन। दिल्लीमा खाना खाने ठाउँ एउटै नेपालीको, आराकासा रोडमा, गली नम्बर 7, भण्डारी खाना घर छ होइन। त्यसमै, त्यसको बगलमै छ ठेका। हो ठेका यहीँ छ, भण्डारी खाजा घर आइपुग्यो। यो पोस्ट हुन्छ, पोस्ट हानेर हुन्छ त मैले। ल भण्डारी खाजा घर, ल These brothers my guys, know that we fly, know that they ride or die. Why they wanna move like that?